नमस्ते गुड मर्निङ सबैजनालाई न्यू डे न्यू ब्लग कस्तो फेरि पनि बिहानको सुरुवात चाहिँ भइसकेको छ साथीहरू। हाम्रो बिहानको नजारा चाहिँ यस्तो रहेको थियो, हल्का सिमसिम पानी परिरहेको, फगी लागिरहेको। अन्त मेरो दिनको सुरुवात चाहिँ हुँदै थियो सोतर काट्नुदेखि। मेरो हस्बेन्डले चाहिँ भन्नुभयो सोतर काट्न जानुपर्छ ल भन्नुभयो। मैले चाहिँ हुन्छ भने मेरो हस्बेन्ड अगाडि हामी चाहिँ पछाडि पछाडि नित्यौँ साथीहरू। अन्त हामी चाहिँ आयौँ। अन्त आएर चाहिँ मेरो हस्बेन्ड चाहिँ रुखमा चढ्नु भयो। रुखमा चढेर चाहिँ दुब्बीको हाँगा जानु दिएको थियो नि त। अन्त चाहिँ म चाहिँ पछाडि तल बसेर चाहिँ हेर्दै थिएँ कि साथीहरू। अन्त मम्मीले चाहिँ भन्नुभयो त्यो हाँगाले लाग्छ, अलिक पर सर है भन्नुभयो। हुन्छ भने हो। अन्त म चाहिँ अलिक पर सरेर चाहिँ यता फर्केको त भ्यू दामी देखिँदा त्यहाँदेखि मैले एक दुईवटा चाहिँ फोटो खिचेँ साथीहरू। अनि त्यसको बादमा चाहिँ फेरि यता आएर काट्दै थिएँ। काट्दा काट्दै मैले एउटा च्याउ भेटेँ, च्याउ भेटेर देखाउँदै थिएँ नि त। मम्मीले चाहिँ भन्नुभयो यो च्याउ त खानु हुँदैन है, मरिन्छ है भन्नुभयो। मैले ए हुन्छ भने यता आएर फेरि फटाफट काट्नु थालेँ साथीहरू। अनि मेरो डोको भरियो, भरेपछि मैले बोकेँ साथीहरू। बोकेर चाहिँ हामी घरतर्फ लाग्यौँ। अनि गोठमा आइपुग्यौँ साथीहरू। गोठमा आएर मम्मीले यतापट्टि हाल्नुभयो, म चाहिँ उतापट्टि हाल्नु खोज्दा साथीहरू चिप्ले नि त। चिप्लेर चाहिँ फ्यात्तै फ्याँकेँ। अनि बाछा पनि तर्स्यो साथीहरू। अन्त मम्मीले चाहिँ भन्नुहुँदै थियो अलिकति हालेको भए हुन्थ्यो नि भन्नुहुँदै थियो। मैले भने चिप्ले नि त मम्मी, अनि यहीँ फ्याँकिदिएँ भन्दै भन्नु। ए ल ल केही छैन भन्नु। मम्मीले चाहिँ भन्नुभयो बजार जानुपर्छ ल भन्दै भन्नुभयो। हुन्छ भने त हामी रेडी सेडी भयौँ। अन्त बजार जाने प्लान भयो। बजार आयौँ साथीहरू। बजार आएको चाहिँ यस्तो थियो नजारा चाहिँ, सुनसान कोही थिएन साथीहरू। यो सुपर बजारमा चाहिँ हाम्रो चाहिँ शनिबार शनिबार हाट लाग्ने गर्छ नि त यसमा चाहिँ। अनि यसको नाम चाहिँ हो सुपर बजार। अन्त हाम्रो काम सकेर चाहिँ फेरि घर आएँ। घर आएपछि चाहिँ मैले खोर्सानी टिप्नु लागेँ साथीहरू। अनि मेरो हस्बेन्ड मिक्सिङ लगाइदिनु भयो। अनि उहाँको चाहिँ काम पऱ्यो। अनि उहाँ चाहिँ जानुभयो। अनि मेले टिप्दै थिएँ नि त साथीहरू। अन्त टिपिसकेँ साथीहरू। थ्याङ्क यू फर वाचिङ सबैजनालाई।